कहिले बलिरहेको हुन्छ, कहिले पालिरहेको हुन्छ। एउटै आगो, तर उसले गर्ने कामहरू फरक फरक हुन्छन्। त्यस्तै मान्छेको पनि एउटै जिन्दगी, तर धेरै कुराहरू फरक हुन्छन्। आगोको जिन्दगी र मान्छेको जिन्दगीलाई तुलना गर्दा, यसो अलिअलि कम्पेयर गर्दा रचिएको कविता आगोको कथा कृपया स्वीकार्नुहोस्। जब ऊ सल्कियो एकदमै खुसी थियो। किन खुसी नहोस् पनि, ऊ भर्खरै जन्मिएको थियो। तर एकैछिनमा उसको खुसी हरायो। उसको खुसीले उसकै माथि टेकेर उभिरहेको खाली भाँडोको दुःखसँग बडो नमजाले हार्यो। रुँदै धिपधिप बलिरहेको त्यही आगोलाई बढेमान दन्किएको पल्लाघरि आगोले सोध्यो, यार दोस्त, यति आँसुका बीच त कसरी ननिमी बल्न सकिरहेको? ती शब्द या सहानुभूति होलान्, नत्र ऊ गिज्जाइएको थियो। तर जे भए पनि ऊ मुस्कुराइरह्यो, आगो खानदान देखेर, आफ्नो भाइजान देखेर। नमुस्कुराइरहन पनि उसले कारण नै भेटेन। जब 2 दिनदेखि ओल्लाघरि अँध्यारो कोठामा उज्यालो छरिरहेको दियोले मुख खोल्यो। साथीहरू मलाई अप्ठ्यारो परिरहेछ, बलिरहन पनि मन छैन। निमौँ भने अशुभ भयो भनेर सबै आत्तेलान्। साथीहरू मलाई अप्ठ्यारो परिरहेछ, बलिरहन पनि मन छैन, निमौँ भने पनि अशुभ भयो भनेर सबै आत्तेलान्। छ्या, यो भोकाको बिचमा निर्लज्ज बनेर यो तेल एक्लैमा कति खाइराखौँ। यी भोकाको बिचमा निर्लज्ज बनेर यो तेल एक्लैमा कति खाइराखौँ। यी आगाहरूले कसैको डाहा गरेनन्। एकार्काको दुःख बुझे, एकार्काको दुःख देखे, तर बाँड्न सकेनन्। अनि मान्छे चाहिँ बाँड्न सक्छ, तर अरूको दुःख देख्दैन। देखे पनि नदेखिदिन्छ। यिनै छिमेकीले मर्दा पर्दाका साथीहरूको व्यवस्था गरे जस्तै भनौँ, अझै मजाले। त्यसैले होला, जति बढी जिउँदै गयो, जति बढी बल्दै गयो, जति बढी जान्दै गयो, आगो झनै खुसी हुँदै थियो। तर के हामी मान्छेको कथा आगोको जस्तै सुन्दर छ त? धन्यवाद।